ल भन तिमीहरू इम्प्रुभ भयो यहाँ आएर कतिको इम्प्रुभ भयो भन्नुहोस् राम्रो भयो बोल्नु पऱ्यो लु बहिनीहरू भन्नुहोस् तपाईँहरू इकोनोमिक्समा कतिको इम्प्रुभ भयो भन्नुहोस् छिटो भयो सक्छ अब पास हुन्छु भन्ने छ ल भाइहरू भन्नुहोस् कतिको इम्प्रुभ भयो मैले कतिको दिन सकेँ ल भाइहरू भन स्कुलमा भन्दा ज्यादै इम्प्रुभ भएछ पक्का हो मेरो टिचिङ फिल्डमा कस्तो रहेछ राम्रो लाग्यो पक्का हो थ्याङ्क यू ल तिमीहरू भन मेरो फिडब्याक पनि भनिदेऊ र तिमीहरूले इन्ट्रेस्ट नभएर अलिक मजाले बुझेछ के भन्नु चाहन्छु भने चाहिँ सरले चाहिँ एकदमै राम्रो पढाउनु हुँदो रहेछ होइन हामीले चाहिँ किन इम्प्रुभ भयो भने हाम्रो चाहिँ अब स्कुलमा टिचर थिएन इकोनोमिक्स त्यसले गर्दा हामी चाहिँ एकदमै राम्रो इम्प्रुभ भएर गयो धन्यवाद दिन चाहन्छु सरलाई तिमीहरूले सक्छ नि अब गर्नु होइन एकदम छ 100मा 100 लिएरै छाड्छु म चाहिँ लिएर मैले ठिकै छ कान काट्नु भन्दा ल भन तिमीहरू ठिकै छ मेरो टिचिङ फिल्ड ठिकै छ मजाले कमेडी गर्दै सबै पढाइदिनु भयो अनि तपाईँको टिचिङ स्किल चाहिँ एकदम राम्रो लाग्यो खास सर चाहिँ एसिस्टेन्ट प्रोफेसर हुनुपर्थ्यो तर अब यो टिचर हुनुहुन्छ त्यो चाहिँ दुःख लाग्यो मलाई